यस्तो डिटेल दिनुभएको छ अर्को हजुरले अघि भनेको छन् त्यो लिक भिडियो छैन होइन कि छ न भन्नु कस्तो डिटेल दियो दर्शकबिन बालन शाहले दिए ब्लास्टरम फिल्म हेरिसकेपछि यस्तो प्रतिक्रिया उनी भन्छन् यस्तो गीत दिनुभयो जुन गीतलाई भने मैले बार बार सुनिरहेको छु यस्तो मजा आयो कि यो गीत सुनिसकेपछि भने मेरो होस नै उड्यो भन्दै उनले भने यस्तोसम्म भनेका छन्। दर्शकबिन आउनुहोस् आजको विषयमा भने यसैबारे रहेर छोटो चर्चा गर्नेछौँ। दर्शकबिन यता पछिल्लो समयमा भने बालन शाह जब मेयर भए काठमाडौँ उपमहानगरपालिकाका मेयर भए त्यसपछि भने उनले मिडियामा भने उनी राम्रोसँग आएका त थिएनन् तर अहिलेको समयमा भने बालन शाह भन्ने बित्तिकै नचिन्ने भने कोही पनि हुनुहुन्न। बालन शाहलाई भने देश विदेशमा नेपाली दर्शक श्रोताहरूले सबैले बच्चादेखि लिएर बुढासम्मले बच्चादेखि वृद्धसम्मले निकै नै उनलाई चिनिरहेको छन् तर अहिलेको समयमा भने उनी मिडियामा त आएका थिएनन् तर अहिले भर्खरै मात्र उनको भने म नेपाल हाँसेको हेर्न चाहन्छु भन्ने गीत सार्वजनिक भएको थियो। त्यसपछि भने नेपाली दर्शक श्रोताहरूको निकै नै माया पाए र उनले भने अहिलेको सामाजिक सञ्जालमा भने आफ्नो यो फिल्म पनि हेरिसकेका छन्। आफूले गाएको भिडियो आफूले गाएको त्यो स्वर अनि लासरम फिल्म हेरिसकेपछि भने लासरम टिमलाई भने यस्तो गीत दिनुभयो निकै नै मजा आयो भन्दै उनले निकै नै प्रशंसा गरेको पनि हामीले सामाजिक सञ्जालमा देख्न सकेका छौँ। दर्शकबिन तपाईँलाई भने के कस्तो लाग्छ त बालन शाह भने उनी भने आफैमा निकै नै राम्रो मान्छे हुन् तर तपाईँलाई भने के कस्तो लाग्छ कृपया आफूलाई जस्तो लाग्छ त्यस्तै तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन भने नछुटाउनु होला।